एकदमै डर लागिरहेछ मलाई। एकदमै किन डराइरहेको छौ त? है म कोठामा थिएँ, एउटा परतिर घर बनाइरहेको मिस्त्री है, त्यो मान्छे चाहिँ दुबईको रहेछ। हो र? त्यस्तो पनि हुन्छ? के न भयो कि भनेको त त्यस्तो पो भयो? ओहो, अनि मलाई थाहा भएन मेरो घरमा बेल बज्यो। अनि मैले बेल खोलेर मान्छे देखिनँ, अब अन गरेर दिउँसोमा चाहिँ बेल खोलेर हेरेँ। बेल खोलेर हेर्दाखेरि मलाई तेरो बच्चा नानी छेउमा थिएँ। अनि अरू बेला नानीसँग त्यहाँनिर घर बनाउँदा पछाडि त्यहाँ बस्दाखेरि नानीसँग कुरा गर्थ्यो, गफ गर्थ्यो। अनि नानीसँग गफ गर्थ्यो। त्यसपछि बेल बजायो, को रहेछ खोलेर हेर्दा यति धेरै फलफुल झोलामा यहाँनिर फलफुलहरू म देखाइदिन्छु। यस्तो फलफुलहरू यति दियो बच्चाको लागि भनौँ, म त राम्रैको लागि फलफुल होला भन्दै थिएँ। अनि एकछिन पर्खी मैले अर्को थोक पनि ल्याइदिएको छु भनेर भनौँ। के रहेछ भनेको मलाई पक्रिनु पनि डर लागेको छ। यहाँनिर समेश ब्रा कट्टु ल्याइदिएको छ। म त मरेँ नि मम्मी, यो के गर्ने होला रहेछ, नखोल अहिले भनेर मैले भित्र बसेर हेरेँ। लो बर्बाद हो है? त्यस्तो पो दिए? म कोठामा सास फेर्न ढोका लगाएर बसेको छु। यो कसरी पुऱ्याउने, कहाँ लाने मलाई थाहा भएन। कसलाई भन्ने हे भगवान्, प्लिज म सक्दिनँ। मलाई काम गर्ने मान्छेले मलाई पनि पो डर लाग्यो। सामाजिक सञ्जालमा साँच्चै नै एउटा यो चाहिँ एक्टिभ रहेछ। म चाहिँ साँच्चै नै के न भएछ भनेर यो भिडियोलाई ध्यान दिएर अन्तिमसम्म हेरेँ। कोले तपाईँहरूले पनि कोले हेर्नुभयो यो भिडियोलाई ध्यान दिएर अन्तिमसम्म। भिडियो बनाउँदाखेरि एउटा कन्टेन्ट बनाउँदाखेरि कुनै सामानहरूको लिएर कन्टेन्ट बनाउनु, यस्तो डराउने खालको कन्टेन्ट चाहिँ नबनाउनु। कोही मान्छे चाहिँ साँच्चै रियली नै के भएको रहेछ भनेको त भरे बाहिर के घन्टी बजायो अरे, के दियो पो अरे। ल अचम्म लाग्यो नि तपाईँहरूलाई? मलाई चाहिँ अचम्म लाग्यो। के न भयो होला, के न भएछ भनेको। त्यो पहिले एउटा उखान थियो नि, बाघले बाख्रो खायो भन्दाखेरि झुक्याउँदै एक दिन साँच्चै बाघले बाख्रा खाँदा चाहिँ गाउँलेहरू नगएको। त्यस्तै हुन्छ नानी, यस्तो खालको भिडियो बनाउँदाखेरि साँच्चीकै यस्तो कन्टेन्टहरू बनाउँदाखेरि अलिकति ख्याल गर्नुपर्छ। कोही तिम्रा आफन्त मान्छेहरू, कोही नबुझेका मान्छेहरूले छन् भने त यो हेऱ्यो भनेदेखि एकपल्ट त सक हुन्छन्, के नै भएछ के न भएछ भन्ने हुन्छ। साँच्ची नै के न भएछ भनेर यो भिडियो अन्तिमसम्म हेरेँ र अन्तिमसम्म हेर्दा बल्ल थाहा भयो त त्यो त एउटा कन्टेन्ट मात्र रहेछ। यस्तो खालको कन्टेन्ट नबनाउनुहोस्। यसो कमजोर मुटु भएकाहरू त चिप्लिन्छन् क्या आफन्तहरू यो हेरेर के न भएछ भनेर। साँच्ची नै हेर्दाखेरि उहाँलाई केही आपद विपद परेको होला जस्तो देखिन्छ, तर पछि बुझ्दै जाँदाखेरि त केही आपद परेको होइन, एउटा कन्टेन्ट रहेछ। तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनु होला। हस्त जान भयो।